ड्रइङमा एउटा रुल छ जसलाई स्टार्ट ओभर फिनिस रुल भन्छन्। दुईजना काठ काट्ने हुन्छन् र दुईटैलाई बन्चरो दिइन्छ र टाइम तोकिन्छ 1 घन्टामा। उयो मोटो मोटो रुख हुन्छ, 1 घन्टामा दुईटैले काटेर त्यो रुखलाई ढाल्नुपर्ने हुन्छ कि। अनि एउटाले अब मोटो रुख छ, टाइम कम छ भनेपछि बन्चरो लिएर ठ्याक्कै टाइम स्टार्ट हुने बित्तिकै गएर त्यो रुख काट्न थाल्छ हैन। तर अर्को जुन मान्छे हुन्छ नि काठ काट्ने, उसले के गर्छ भने सुरुमा त्यो उसले बन्चरो उठाउँछ र त्यसको धार बनाउन थाल्छ क्या, बन्चरोको धार बनाउन थाल्छ, एकदमै त्यसलाई तिखो पार्न थाल्छ। अब हेर्नेले त भन्छ कि टाइम कम छ, एउटा मान्छे लागिसक्यो रुख काट्न, अर्को धार बनाउन थाल्यो, अब कसरी यसले टाइममा काटेर भ्याउँछ होला। त्यो मान्छेले आधी घन्टासम्म धार बनाउँछ र आधी घन्टामै रुख काटेर ढालिदिन्छ र सुरुमा गएको मान्छे उसको धार बिस्तारै मुडिँदै जान्छ क्या, अनि उसले 1 घन्टामा पनि त्यो रुख काट्न सक्दैन। हो, यहाँ त्यही रुल लागू भयो। रुख काट्नु एउटा प्रोसेस हो, त्यसको स्टार्टिङ हो बन्चरोको धार बनाउनु। अब हामीले कुनै पनि आर्टवर्क ड्र गर्दा त्यसको स्टार्टिङको जुन एंगल्स र प्रोपोर्सन र लाइनको मेजरमेन्टहरू जुन हुन्छ त्यो हामीले त्यसमाथि ध्यान दिएनौँ भने हाम्रो फिनिस्ड आर्टवर्क कस्तो देखिन्छ। मानौ मेरो अनुहार यस्तो हुनुपर्ने हो, यस्तो भइदियो भने हो, यस्तो अनुहार बन्छ जब हामीले स्टार्ट ओभर फिनिस माथि ध्यान दिँदैनौँ। तपाईँ एउटा बिगिनर आर्टिस्ट हुनुहुन्छ, बिगिनर आर्टिस्टको लागि यो रुल याद राख्नु भनेको एकदमै अति इम्पोर्टेन्ट कुरा हो क्या। किनभने तपाईँले कम्प्लिट भयो तपाईँको आर्टवर्क र जब तपाईँले आफ्नो क्लाइन्टलाई लिएर आर्टवर्क सबमिट गर्न जानुहुन्छ नि, त्यो बेला क्लाइन्टको फ्रेस आँखाले त्यहाँ मिस्टेक हेरिदिन्छ क्या। अब त्यो मिस्टेकबाट बच्नलाई यो स्टार्टिङमा हाम्रो आर्टवर्कको स्टार्टिङमा हामीले एकदमै ध्यान दिनुपर्छ। सो आई होप आजको भिडियोले तपाईँलाई थोरै पनि हेल्प गरेको छ भने फलो गर्न नबिर्सिनु, लाइक गर्नुहोस् र यदि तपाईँ आर्टिस्ट हुनुहुन्न भने तपाईँको कुनै न कुनै साथी पक्कै पनि आर्टिस्ट हो, यो भिडियो आफ्नो आर्टिस्ट साथीलाई पठाउनु है त।